सम्पूर्णमा नमस्कार। आज म वन रक्षक सम्बन्धी सम्पूर्ण जानकारी ल्याएर आएको छु। यही 2082 सालमा खोल्ने विज्ञापनहरू र कुन कुन प्रदेशबाट कहिले विज्ञापन हुँदैछ, उमेर कति चाहिन्छ, शैक्षिक योग्यता के हो र कुन कुन प्रदेशबाट परीक्षा दिन मिल्छ, परीक्षाको किसिम, प्रदेशहरूबाट विज्ञापन। लुम्बिनी प्रदेशबाट यही मङ्सिर अन्तिम शुक्रबार विज्ञापन हुँदैछ र कर्णाली प्रदेशबाट पुष अन्तिम मंगलबार विज्ञापन हुँदैछ। गण्डकी प्रदेशबाट माघ अन्तिम बुधबार विज्ञापन हुँदैछ र मध्य प्रदेशबाट माघ अन्तिम बिहीबार विज्ञापन हुँदैछ हैन। र शैक्षिक योग्यता 8 पास गर्यो भने तपाईहरुले चाहिँ वन रक्षकमा सहभागी हुन सकिन्छ। र तपाईहरुको उमेर हदको कुरा गर्दाखेरि पुरुषको हकमा 18 वर्ष पूरा भई 35 वर्ष ननागेको र महिला अथवा अपाङ्गको हकमा 18 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्छ। र तपाईको परीक्षाको किसिम हेर्दाखेरि कुन तपाईहरुले जस्तो कुन कुन प्रदेशबाट परीक्षा दिन मिल्छ भन्ने विषयमा तपाईहरु जस्तो कर्णाली प्रदेशको मान्छे हुनुहुन्छ भने लुम्बिनीमा पनि दिन मिल्छ है। फेरि कतिपयले म कर्णालीको प्रदेशको मान्छे हो, म कर्णालीबाट नै दिन पाउँछु भन्ने त्यस्तो हुँदैन। यसमा वन रक्षकबाट तपाईहरु लुम्बिनी प्रदेशको हुनुहुन्छ भने कर्णाली प्रदेशमा पनि दिन मिल्छ, कर्णाली प्रदेशको हुनुहुन्छ भने लुम्बिनी प्रदेशमा पनि सहभागी हुन सकिन्छ। र परीक्षाको किसिम हेर्दाखेरि 3 चरणको हुन्छ। यो चाहिँ 3 चरणमा गर्दाखेरि पहिलो चरणमा शारीरिक परीक्षण, तृतीय चरणमा लिखित र तृतीय चरणमा अन्तर्वार्ता हुन्छ। र पहिलो चरणको यसमा चाहिँ तपाईहरुको उचाइ कति हुन्छ भन्दाखेरि पुरुषको हकमा उचाइ 5 फिट 2 इन्च हुन्छ र महिलाको हकमा 5 फिट हुन्छ। र ओजनको कुरा गर्दाखेरि पुरुषको हकमा 50 केजी हुन पर्दछ र महिलाको हकमा 42 केजी हुन पर्दछ। र त्यसै गरेर पहिलो चरणमा दौड हुन्छ, अनि त्यसपछि रुख चढ्ने र पौडी खेल्ने हुन्छ। तपाईहरु यसमा चाहिँ जस्तो यसमा कस्तो हुन्छ भने तपाईहरु चाहिँ पहिला दौडिनु हुन्छ। दौडेर तपाई चाहिँ फेल हुनु भयो भने रुख चढ्न पनि पाउनुहुन्न र पौडी खेल्न पनि पाउनुहुन्न। तपाई चाहिँ पहिला दौड पार गरेर तपाईहरु चाहिँ बल्ल रुख चढ्न पाउनुहुन्छ र रुख चढिसकेपछि पौडी खेलेर पार गर्नुभयो भने बल्ल लिखित परीक्षा हुन्छ। अब लिखित परीक्षामा कस्तो कस्तो टाइपको क्वेशन आउँछ भन्ने कुराहरु हुन्छ। त्यसमा चाहिँ नेपालमा पाइने वन्यजन्तु जीव जन्तुहरूको बारेमा थाहा पाउनु पर्ने हुन्छ र त्यहाँको सुरक्षा निकाय सम्बन्धी थाहा पाउनु पर्ने हुन्छ, विभिन्न रुखहरूको बारेमा थाहा पाउनु पर्ने हुन्छ र अन्य थुप्रै त्यस्तै वन जंगल सम्बन्धीको कुराहरू, पशुपक्षीहरूको कुराहरूमा हुन्छ र त्यहाँको सुरक्षा निकाय सम्बन्धीको कुराहरू हुन्छ। जस्तो वन रुखहरू चिन्ने कुराहरू हुन्छ त्यसमा। र ऐन सम्बन्धी वन ऐन 2076 सम्बन्धी पनि थोरै नलेजहरू हुन पर्दछ। तपाईहरु तपाई कुन प्रदेशमा सहभागी हुनुहुन्छ त्यो प्रदेशको ऐनहरू पनि थाहा पाउन पर्ने हुन्छ है। तपाईहरुलाई लिखित परीक्षामा प्रश्नहरू आउँछ, खासै गाह्रो छैन। वन रक्षक बन्नलाई 8 पास भयो भने मजाले तपाईहरुले दिन पाउनुहुन्छ। र यसको क्लासहरू कहाँ हुन्छ भन्ने कुराहरुमा यसको क्लासहरू यस आनन्द एकाडेमी दाङ घोराई शहीद गेट नेर रहेको छ र शाखा तुलसीपुर जेसी चोक नेर रहेको छ। तपाईहरुले त्यहाँ पनि क्लासहरू, फिजिकल क्लास, लिखित क्लासहरू र अन्तर्वार्ता सम्बन्धी सम्पूर्ण क्लासहरू लिन सक्नुहुनेछ। त्यसको लागि मैले कन्ट्याक्ट नम्बरहरू छोडिदिन्छु, त्यो कन्ट्याक्ट नम्बरमा गएर तपाईहरुले कन्ट्याक्ट गर्न सक्नुहुनेछ। र हाम्रो तयारी कक्षाहरू निरन्तर सञ्चालन भइरहेको छ। तपाईहरुले घोराई सहज हुन्छ घोराई पढ्न सक्नुहुन्छ र तुलसीपुर अनुकूल हुन्छ तपाईहरु तुलसीपुर पढ्न सक्नुहुन्छ। तपाईलाई जता अनुकूल हुन्छ त्यति पढ्ने हामीले वातावरण मिलाएको छ। एक्सपर्ट टिमहरुबाट तपाईहरु क्लास लिन चाहनुहुन्छ भने यस आनन्द एकाडेमी दाङमा आएर कक्षाहरू लिन सक्नुहुन्छ। हस्, धन्यवाद।